योजना बनाउनु भयो। परमेश्वर आफैले धेरै पटक यी कुराहरू गर्नुभयो कि उहाँले मानिसलाई बनाएर अदनको बगैँचामा सबै कुराहरूको निम्ति सबै कुरा उपभोग गर्न राखिदिनु भयो। तर मानिस चाहिँ जुन कुरा उसले आफ्नो हृदयबाट चाहन्थ्यो त्यो कुरा उसले गर्दैन थियो। तर जब अरूको कुराको बहकाउमा लागेर चाहिँ नखानु पर्ने कुराहरू खाएको कारणले गर्दा, नजानु पर्ने ठाउँमा गएको कारणले गर्दा, अथवा जसले उसलाई बहकाएर जुन फल खान लगायो त्यो फलको कारणले गर्दा पहिलो मानिस पापी भयो। अनि त्यो पाप चाहिँ क्रमशः उसको बच्चाहरूमा अनि उसको नानीहरू जन्मिँदै गर्दाखेरि उनको नानीहरूमा बस्यो। जसले जुन बच्चा जन्मियो त्यो बच्चा चाहिँ एउटा पापमय स्वभावबाट जन्मिएको थियो पहिलो मानिस। किनकि उसले चाहिँ हव्वाले चाहिँ शैतान अथवा त्यतिखेर सर्पलाई चाहिँ एउटा शैतानको रूपमा ताजिएको छ जो चाहिँ क्लेभर थियो। अनि त्यतिखेर सर्प चाहिँ बोल्थ्यो, सबै कुराहरू चाहिँ मानिस जस्तै हिँड्थे, सबैसँग मानिसहरू सहकार्य गर्थे। अनि यसै गरी त्यो दिन चाहिँ छल गरेको कारणले गर्दा चाहिँ हप्पा छलिन्, जसको परिणामस्वरूप उनले फल खाइन्। अन्ततगत उनी पापको बन्धनमा परिन् र त्यो पापको बन्धन चाहिँ यति लामो समयसम्म रह्यो कि हामीलाई विभिन्न धर्मशास्त्रहरू बारेमा तपाईँ र मैले खोज्ने हो भने हिन्दू धर्मशास्त्रमा, त्यसै गरी त्रिपिटकमा, त्यसै गरी अरू धेरै धर्मशास्त्रमा पनि पापको बारेमा लेखिएको छ। जसले पाप गरेको छ त्यो मानिस चाहिँ दण्डको योग्यको हुन्छ, जसले पाप गरेको छ त्यो मानिस चाहिँ अनन्त मृत्युको योग्यको हुन्छ भन्ने कुराहरू लेखिँदै गर्दा परमेश्वरले मानिसलाई पापबाट छुटकारा गराउनको लागि विभिन्न तरिकाहरू अपनाउनु भयो। हामीलाई थाहा छ, हामी हिन्दू शास्त्र अनुसार तपाईँ र मैले हेर्ने भने पापको ज्याला चाहिँ मानिस मर्ने भएको कारणले गर्दा अनि विशेष गरी चाहिँ विभिन्न तरिकाहरूबाट पापबाट छुटकारा गराउनको लागि मानिसले गर्न थाले। मेल बोकाहरू काटेर, राँगाहरू काटेर, अनि सुँगुरहरू काटेर, कुखुराहरू काटेर, हाँसहरू काटेर बलिदान गराएर हुन्छ कि आफ्नो पापबाट छुटकारा हुन्छ कि भनेर यी सबैहरू गर्न थाले। तर मानिसको पाप क्षमा भएन। मानिस झन्झनै दिनदिनै झन्झन गिर्न थाल्यो, मानिस अनन्त दण्डमा पुग्न थाल्यो। त्यस कारणले गर्दा परमेश्वरले एउटा योजना बनाउनु भयो कि अब मैले कसैलाई हराएर नहुने रहेछ, मैले कसैलाई पठाएर नहुने रहेछ। हामीलाई थाहा छ, हामी चाहिँ त्यस्तो व्यक्तिहरू हौँ जसले चाहिँ ती कुराहरूलाई अनुभव गरेका छौँ। हामीलाई विभिन्न हाम्रो शास्त्रहरूको बारेमा हामीलाई थाहा छ कि ब्रह्मा विष्णु महेशको बारेमा हामीलाई थाहा छ। परमेश्वरले ऊ व्यक्तिहरूलाई पनि सृष्टि गर्नुभयो, उहाँहरूलाई पनि परमेश्वरले बनाउनु भयो र उहाँलाई यस धरतीमा राख्नुभयो। तर उहाँहरू पनि जन्मे, अनन्त उहाँहरू पनि मृत्यु भएर गएर राम जन्मियो, उहाँ पनि मृत्यु भएर जानुभयो। त्यस कारणले गर्दा उहाँले पठाउनु भएको व्यक्ति उहाँ पनि हुनुहुन्थ्यो। हामी यो भन्दैनौँ कि परमेश्वरले चाहिँ क्रिस्चियनलाई मात्रै बनाउनु भयो, हामी यो भन्दैन, बाइबलले कहीँ पनि त्यो कुरा भन्दैन। परमेश्वरले त्यस्तो व्यक्ति पनि बनाउनु भयो जसलाई मानिसले बुझोस्, खोजोस्, जानोस् भनेर। तर अन्ततगत उनीहरू मृत्युको मुखमा गए। राजाहरूलाई परमेश्वरले बोलाउनु भयो, अगमवक्ताहरूलाई परमेश्वरले बोलाउनु भयो, विभिन्न दर्शीहरूलाई परमेश्वरले बोलाउनु भयो, विभिन्न प्रकारका मानिसहरूलाई परमेश्वरले बोलाउनु भयो। तर हरेक मान्छे जन्मे आफ्नै स्वार्थको लागि आफ्नै जीवनयापन गर्दै उनीहरू अन्ततः मृत्युमा पुगे। मानिसलाई कुनै पनि कस्तै अवस्थाबाट पनि छुटकारा भएन। त्यस कारणले गर्दा परमेश्वर आफै यस धरतीमा मानिस बनेर आजभन्दा 2000 वर्ष अगाडि आएर जुन कुराको चाँजो मिलाइदिनु भयो कि त्यो चाँजो चाहिँ कस्तो थियो भन्दाखेरि मानिस डराइरहेका थिए, मानिस एकदमै निरुत्साहित थिए, मानिसको जीवनमा रोगहरू थियो, मानिसको जीवनमा पीडाहरू थियो, मानिसको जीवनमा अनिकालहरू थियो, मानिसको जीवनमा कष्टहरू थियो। मानिसलाई उद्धार गर्न कोही पनि तयारी थिएन। त्यस कारणले गर्दाखेरि प्रभु येशू ख्रीष्ट उहाँ चाहिँ एउटा परमेश्वरको पुत्र भएर यस धरतीमा आउनुभएको। त्यस कारणले गर्दा उहाँ जन्मनुभन्दा अगाडि चाहिँ जन्मिने कुरा चाहिँ खबर गर्नलाई कुनै पनि उहाँले सन्देशवाहकको रूपमा रेडियो, टेलिभिजन र उहाँले कुनै तारे होटलमा, आलिसन महलमा उहाँ जन्मनु भएन। तर
तपाईँलाई मलाई थाहा छ, तपाईँलाई थाहा छ उहाँ चाहिँ एउटा गाईको गोठमा जन्मनु भयो भन्ने कुरा हामीलाई थाहा छ। किनकि गाईको गोठ चाहिँ सबैभन्दा गनाउने ठाउँ हो। तपाईँ र म कतिजना गाईको गोठमा बस्यो भने हामीले नाक यसरी यसो गर्नुपर्ने हुन्छ, हामीलाई कतिलाई गनाउँछ। तर कतिजनालाई चाहिँ तपाईँहरू जोहरू किसान हुनुहुन्छ, जोहरूले तपाईँले चाहिँ गाईबस्तु पाल्नु भएको छ, तपाईँलाई नगराउनु पनि सक्छ। तर त्यसै गरी प्रभु येशू ख्रीष्ट चाहिँ त्यो गाईको गोठमा जन्मे जस्तै तपाईँ र मेरो हृदय पनि यति गनाउने छ, तपाईँ र म यति छली छौँ, तपाईँ र म यति पाप हाम्रो हृदयमा विचार गर्छौँ। हामीले जुन पाप हामीले सोच्दै गर्ने भने हाम्रो मनमा यति धेरै पाप सोच्छौँ जुन पापले मानिसलाई अनन्त दण्डमा लैजान्छ। प्रभु येशू ख्रीष्ट त्यस्तो पापीको ठाउँमा बसेर उसको पापी हृदयबाट उसको पाप हटाएर उहाँ त्यो ठाउँमा बस्न हुनको लागि आउनुभएको कुरा चाहिँ हामी बाइबल धर्मशास्त्रमा हेर्दछौँ। त्यस कारणले गर्दा म तपाईँहरूलाई अनुरोध गर्न चाहन्छु, तपाईँको यदि हृदय चाहिँ गाईको गोठ जस्तै गनाइरहेको छ, तपाईँले यो कुरा कसलाई भनौँ भनेर भन्न नपाइकन छटपटाउँदै हुनुहुन्छ, तपाईँको मन एकदमै आक्रान्त भएको छ, अब यो कुरा कसलाई पोखौँ भन्ने लागेको छ भने तपाईँको त्यो गाईको गोठ जस्तो त्यो गनाउने त्यो हृदयलाई तपाईँ प्रभुको निम्ति खाली गरिदिनुहोस्, किनकि प्रभु तपाईँको हृदयमा बस्न आउनुहुन्छ। त्यो कुरा चाहिँ धर्मशास्त्रमा लेखेको थियो। त्यही कुरा चाहिँ कुरा गुन्दै गर्दाखेरि राति चौरमा जाडोको समय थियो, चौरमा गोठालाहरू चाहिँ एक ठाउँमा भेला भएर अनि कुरा गर्दै थिए, तब स्वर्गदूत चाहिँ देखा परेको कुरा हामी थाहा छ। स्वर्गदूतले यही कुराहरू भनेको छ कि येशू ख्रीष्ट आउनुभन्दा 700 वर्ष अगाडि यशाया अगमवक्ता उहाँ देखा परेर भन्नुभएको छ, हेर कन्या गर्भवती हुनेछिन्, तिनले एउटा पुत्र जन्माउनेछिन्, तिनले उहाँको नाउँ इमानुएल राखिनेछ, अर्थात् परमेश्वर हामीसँग। येशू ख्रीष्ट जन्मनुभन्दा 700 वर्ष अगाडिको कुरा चाहिँ बाइबल धर्मशास्त्रमा लेखिएको थियो। तर म जन्मेको कुरा चाहिँ मेरो आमालाई चाहिँ 9 महिना अगाडि थाहा थिएन। जब 9 महिना पछाडि मेरो बुवा र मेरो आमाको शारीरिक सम्पर्क पछाडि चाहिँ एउटा बालक जन्मिने कुरा थाहा भयो। 9 महिनासम्मको कुरा मान्छेलाई थाहा हुन्छ, त्यही पनि पुरुष हुन्छ कि हुँदैन अथवा स्त्री हुन्छ थाहा हुँदैन। तर प्रभु येशू ख्रीष्ट जन्मनुभन्दा हामीलाई थाहा छ 700 वर्ष अगाडि चाहिँ यशाया अगमवक्ताले जुन कुरा भनेका थियो, ठ्याक्कै 700 वर्ष पछाडि चाहिँ येशू ख्रीष्टको बारेमा त्यस्तै कुराहरू भविष्यवाणी पुरा भएको छ। जसरी यशाया अगमवक्ताले भनेका जस्तै आज हामी तपाईँलाई पनि भन्दछौँ कि तपाईँ र मेरो जीवन यस धरतीमा 60, 70, 80, 90, 100 कति 120 वर्षसम्म बाँच्दो छ। तर तपाईँले येशू प्रभुलाई विश्वास गर्नुभयो भने, जसरी यशाया अगमवक्ताले 700 वर्ष अगाडि घोषणा गरे चाहिँ येशू ख्रीष्ट त्यही गाईको गोठमा जन्मनु भयो, तपाईँ आजको दिन येशू प्रभुलाई मुक्तिको रूपमा येशू प्रभुलाई विश्वास गर्नुभयो भने म यो निश्चय साथ भन्न सक्छु, तपाईँ अनन्तको राज्यमा हुनुहुनेछ। आमेन। तपाईँ अनन्तको राज्यमा हुनको लागि चाहिँ परमेश्वर यस धरतीमा आउनुभएको छ। त्यस कारणले गर्दा यहाँ यसरी लेखेको छ, येशू ख्रीष्टको जन्म यस प्रकारले भयो, उनकी आमा मरियमको मगनी योसेफसँग भएको थियो, तर उनको विवाह हुन अघि मरियम पवित्र आत्माद्वारा गर्भवती भएकी थिइन्। येशूको जन्म चाहिँ कुनै शारीरिक सम्पर्कबाट भएको थिएन। परमेश्वर आत्मा हुनुहुन्छ, परमेश्वर वचन हुनुहुन्छ, परमेश्वर वर्ड हुनुहुन्छ। वर्ड तपाईँलाई थाहा छ, वर्ड भनेको चाहिँ शब्द हुनुहुन्छ। परमेश्वर कुनै पनि मानिसले बनाएको आकृति हुनुहुन्थेन। परमेश्वर चाहिँ एउटा वर्ड हुनुहुन्थ्यो, शब्द हुनुहुन्थ्यो, वचन हुनुहुन्थ्यो। अनि त्यो वचन चाहिँ खासमा देहधारी हुनुभयो। वचन चाहिँ मरियमको पेटमा जानुभयो। तपाईँलाई लाग्न सक्छ एउटा पुरुष र स्त्रीको सम्पर्क बिना कसरी मानिस सम्भव हुन जन्मन सक्छ। आज यो साइन्टिस्टले चाहिँ धेरै पटक हामीलाई लाग्छ साइन्टिस्टले प्रुभ गर्दैन होला। म तपाईँलाई भन्न चाहन्छु, यदि अहिले भर्खरै एउटा पुरुषले चाह्यो भने गर्भधारण गर्न सक्छ। बुझ्दै हुनुहुन्छ? एउटा साइन्टिस्ट त्यो अवस्थामा पुगिसक्यो, पुरुषले आफ्नो पेटमा कुनै पनि बच्चालाई राखेर जन्म दिन सक्छ। अहिले धेरैवटा पुरुषहरू चाहिँ
चाहिँ बच्चा जन्माउने भइसके। अब मानिस एउटा पढेर बुझेर जान्ने भएर ज्ञानी भएर उसले कुनै पनि कुरा आविष्कार गरेर त्यो भ्रूण चाहिँ कुनै पनि मान्छेको पेटमा राखेर बच्चा जन्माउन सक्ने बनाउँछ भने के हाम्रो परमेश्वर त्योभन्दा कमजोर अथवा त्यति पनि नजान्ने हुनुहुन्छ र? निश्चय नै हुनुहुन्न। हाम्रो परमेश्वर सर्वज्ञानी हुनुहुन्छ, हाम्रो परमेश्वर सर्वव्यापी हुनुहुन्छ, हाम्रो परमेश्वर सर्व अन्तर्यामी हुनुहुन्छ। उहाँले मानिसका विचारहरू, मानिसका सोचाइहरू, मानिसका सबै कुराहरू जान्नुहुन्छ। त्यस कारणले गर्दा उहाँ वचन चाहिँ मरियम कन्याकुमारी विवाही नभएको एउटा पवित्र स्त्रीको कोखलाई उहाँले छान्नुभयो। त्यस कारणले गर्दा प्रियहरू, तपाईँको हृदय पनि प्रभुले तपाईँको अवस्थालाई हेर्नुहुन्न। हामीलाई धेरैपल्ट के लाग्छ भने मेरो अवस्थालाई परमेश्वरले हेर्नुहुन्छ जस्तो लाग्छ। तर तपाईँको अवस्था जस्तो सुकै होस्, तपाईँको गाई गोठमा गाई बाँधेको होस् कि गोरु बाँधेको होस्, भेडा बाँधेको होस् कि खसी बाँधेको होस्, केही फरक परेन। येशू ख्रीष्ट गाईको गोठमा, येशू ख्रीष्ट फोहोरी ठाउँमा, येशू ख्रीष्ट कमजोर ठाउँमा जन्मनु भयो। त्यस कारणले गर्दा म तपाईँहरूलाई भन्न चाहन्छु, यदि तपाईँको हृदय त्यस्तै कमजोर भएको छ भने, तपाईँको हृदय गनाउने भएको छ भने त्यो गनाउने हृदयलाई येशूलाई दिनुहोस्। परमेश्वरले तपाईँलाई स्वीकार्नुहुनेछ र तपाईँलाई उहाँले अनन्त जीवन दिनुहुन्छ। जब यो कुरा गर्दै थिए अनि उनको मरियमको श्रीमानले यो कुरा मनमा सोच्दै थिए। उनी एउटा धार्मिक मानिस थिए, एउटा मगनी मात्रै भएको छ, भर्खरै मगनी भएको छ, उनी त प्रेग्नेन्ट भएन रे, उनी त गर्भवती भएन रे। अनि उनले विचार गरे, अरे यो कसरी हुनसक्छ? मैले अबको 2 महिना 3 महिना पछाडि बिहा गर्नुपर्ने, मेरो श्रीमती त अहिले नै भर्खरै प्रेग्नेन्ट भएको छ। अब उसले विचार गर्छ, म उनलाई अब त्यागिदिन्छु, त्यागपत्र दिन्छु, अब उसँग म विवाह गर्दिनँ, उसलाई म सदाको लागि इन्कार गर्छु भनेर उनले मनमा नै विचार गरे। उनी एउटा धार्मिक, एउटा धर्मगुरु, एउटा इजरायलको मन्दिरमा परमेश्वरको आराधना गर्ने मानिस, एउटा अभिषिक्त जन भएको कारणले उनले त्यो कुरा चाहिँ भित्रभित्रै सल्टाउने विचार गरे, बाहिर यो कुरा नल्याउने विचार गरे। तर जब उनले यो कुरा विचार गर्दै थिए तब स्वर्गदूत उनीहरूको अगाडि देखा परेर यसरी भनेको छ। अनि तर जब उनले यो कुरा विचार गर्दै थिए, सपनामा स्वर्गदूत देखा परेर तिनलाई यसो भने, योसेफ दाउदका छोरा, तिम्रो पत्नी मरियमलाई स्वीकार गर्न नडराऊ, किनभने जो तिनको गर्भमा हुनुहुन्छ उहाँ पवित्र आत्माबाट हुनुहुन्छ। कि उहाँ चाहिँ कुनै पनि बाहिरी मानिससँगको शारीरिक सम्पर्कबाट उहाँ हुनुहुन्थेन। म तपाईँलाई भन्न चाहन्छु, हामी मण्डलीका दाजुभाइ दिदीबहिनीहरू, तपाईँहरू यदि विवाह गर्नुभएको छैन भने तपाईँले आफूलाई पवित्र राख्नुपर्छ। बाइबलले यो कुरालाई बारम्बार भनेको छ। तपाईँ विवाहित हुनुहुन्छ, तपाईँले अरू पुरुषसँग, तपाईँ अरू स्त्रीसँग तपाईँले सहवास गर्नुहुन, किनकि पवित्र जीवन जिउनु चाहिँ बाइबलीय हो। त्यस कारणले गर्दा मरियम चाहिँ कुनै पनि बाहिरी पुरुषसँग सहवास नगरेको कारणले गर्दा उनी पवित्र थिइन्। यदि मरियमले बाहिरी कुनै पनि नारी पुरुषसँग सहवास गरेको भए उनी अपवित्र ठहरिन्थिन् र उनी सदाको लागि परमेश्वरको पुत्र आउने बाटो रोकिने व्यक्ति हुन्थिन्। आज धेरै मण्डलीमा विश्वासी दाजुभाइ दिदीबहिनीहरूको नैतिक जीवन, नैतिक चरित्र ठिक नभएको कारणले गर्दा धेरै मानिसहरूले मुक्ति पाएको छैन। त्यस कारणले गर्दाखेरि यहाँनिर मरियम चाहिँ पवित्र थिइन्। प्रियहरू, म तपाईँको हृदयलाई पवित्र राख्नुहोस्, तपाईँको आचरणलाई ठिक राख्नुहोस्, तपाईँको जिउने शैलीलाई ठिक राख्नुहोस्। यदि तपाईँले त्यो राख्नुभयो भने तपाईँको जीवनमा प्रभु येशू ख्रीष्ट आउनुहुनेछ। तपाईँको जीवनमा प्रभुले तपाईँलाई शान्ति ल्याउन चाहनुहुन्छ, तपाईँको जीवनमा भएका ती अशान्ति कुराहरूलाई हटाउन चाहनुहुन्छ, किनकि मरियम पवित्र थिइन्। पवित्र जीवन जिउनु चाहिँ क्रिसमस हो। प्रियहरू, कतिजनाले भन्छ हामीलाई, कतिजनाले भन्छ इसाईहरू चाहिँ रातिसम्म क्यारल खेल्न हिँड्छ, 10, 11, 12 बजीसम्म। तर म तपाईँलाई भन्न चाहन्छु, हामी चाहिँ पवित्र जीवन जिउने व्यक्ति हुनुपर्छ। अँध्यारोमा होइन हुने कामबाट हामी टाढा हुनुपर्छ। सबैजनाको अगाडि हामी एउटै होइन
चाहिँ दाजुभाइ दिदीबहिनी जस्तो गरेर एउटै परिवार भएको कारणले गर्दा हामी एउटै हुनुपर्छ। गलत मानिसले होइन तपाईँको परिवारमा तपाईँको बुवा आमा छोराछोरी तपाईँलाई जस्तो लाग्छ मण्डलीभित्र पनि तपाईँ र म त्यस्तै हुनुपर्छ। कुनै हुर्केको होइन चेलीबेटी कुनै राम्रो पुरुषमा हामी लोभिनु हुँदैन, किनकि बाइबलले त्यो कुरा भन्छ मरियम चाहिँ हुर्केकै थिइन्, खासमा उनी सबैभन्दा सुशील थिइन्, राम्री थिइन्, असल थिइन्, चरित्रवान थिइन्, तर उनी बाहिरी पुरुषसँग सहवास नगरेको भएको कारणले गर्दा पवित्र आत्मा परमेश्वर उनमा वास गर्नुभयो। आज तपाईँ र म प्रभुलाई विश्वास गर्ने मानिसहरूको हृदयलाई पवित्र राख्यो भने प्रभुको उपस्थिति, प्रभुको वास तपाईँ र मेरो जीवनमा हुन्छ र त्यहाँ चाहिँ प्रभु जन्मनुहुन्छ। हालेलुया। तपाईँको हृदयमा प्रभु जन्मनुपर्छ, तपाईँको हृदयमा प्रभु बढ्नुपर्छ। प्रभु बढेको चाहिँ तपाईँ र मेरो हृदयमा हो। प्रभु बढेको चाहिँ कुनै मरियमको पेटमा जसरी प्रभु बढ्नुभयो त्यसै गरी अब कुनै पनि पेटमा प्रभु बढ्नुहुन्न, किनकि प्रभु 2000 वर्ष अगाडि मरियमको पेटमा जन्मनु भएको छ। अब बढ्न चाहिँ तपाईँको हृदयमा पर्छ। त्यस कारणले गर्दा तपाईँको हृदयलाई पवित्र राख्नुहोस्, तपाईँको हृदयलाई क्लियर राख्नुहोस्, तपाईँको हृदयलाई प्रभुको उपस्थितिमा ल्याउनु भयो भने अनि यो चाहिँ क्रिसमस हो कि आज तपाईँको हृदयमा प्रभु जन्मने हुनुहुन्छ। हालेलुया। अनि यही नै क्रिसमस हो। तपाईँको हृदयमा यदि प्रभुलाई तपाईँले साह्रो गरी विश्वास गर्नुभयो, प्रभुलाई एकदमै बलियो गरी पक्राउनु भयो भने त्यो चाहिँ क्रिसमस हो। अनि तपाईँ यो क्रिसमसमा रमाउनुहोस् भन्ने कुरा गर्न चाहन्छु। अबको डिसेम्बर 25 तारिकको दिन हुन गइरहेको खनारी इभान्जेलिकल चर्चमा तपाईँहरू चाहिँ त्यो दिन आएर रमाइलो गर्न सक्नुहुन्छ, किनकि पवित्रता, धार्मिकता र उहाँको सिद्धता चाहिँ तपाईँ र मेरो जीवनको लागि अपरिहार्य हो। त्यस कारणले गर्दा तपाईँको त्यो गनाउने हृदयलाई प्रभुको हातमा दिनुहोस्। तपाईँको जीवनलाई प्रभुले राम्रो बनाएर, असल बनाएर, एउटा तपाईँले इँटा भट्टा देख्नुहुन्छ, इँटा भट्टा चाहिँ एकदमै कालो न कालो माटोलाई जब लगेर भट्टामा हालिन्छ भरे एकदमै बलियो न बलियो, रातो न रातो भएर बाहिर निस्कन्छ, त्यसले घरहरू निर्माण हुन्छ। तपाईँको हृदय पनि त्यस्तै एकदमै अगतिलो छ, ठिक छैन भने प्रभुलाई सुम्पिनुहोस्, प्रभुलाई दिनुहोस्। प्रभुले तपाईँको हृदयलाई एकदमै बलियो, राम्रो र सुन्दर बनाउनु हुनेछ भन्ने शुभकामना दिँदै म आजको क्रिसमसको वचनलाई यहीँ राख्दै बाँकी समय फेरि पनि सञ्चालिकालाई दिँदै तपाईँहरूको बिचबाट म बिदा हुन चाहन्छु। सबैलाई जय मसीह। हामी आदरणीय गुरुबालाई धन्यवाद दिन चाहन्छौँ कि उहाँले हाम्रो बिचमा क्रिसमस के हो त, अनि यो क्यारलको महत्त्व चाहिँ के छ, अनि यो किन भइरहेको छ भन्ने कुरालाई प्रश्न पारिदिनु भएको छ कि हामीले क्यारल खेल्नुको मतलब, यो क्यारलमा यसरी भेला हुनुको, रमाइलो गर्नुको मतलब चाहिँ यही नै हो कि ख्रीष्ट प्रभु चाहिँ हाम्रो निम्ति जन्मनु भएको हो र आज हामी हरेकको हृदयमा चाहिँ उहाँ जन्मनु अनि हाम्रो जीवनमा उहाँ बढ्दै जानु अति नै महत्त्वपूर्ण छ। हामीले वचन सुनिसकेका छौँ र यसमा चाहिँ म तपाईँहरूलाई एउटा प्रश्न गर्न चाहन्छु, के तपाईँहरू अब नृत्य हेर्न तयार हुनुहुन्छ? तयार छु। के तपाईँहरू फेरि आफै पनि नाच्नलाई तयार हुनुहुन्छ? आफै पनि नाच्छु। तपाईँहरू रमाइलो गर्न तयार हुनुहुन्छ? खोइ त तयार हुनुभएको आवाज नै आएन। तयार छ, तयार छ सबैजना। हुन्छ, हामी यो समयमा एउटा एकदमै असल नृत्य हेर्नेछौँ अनि हामी सबैजना ताली बजाएर हाम्रो भाइ विज्ञान र बहिनी रोजिनालाई स्वागत गर्छौँ। यो समय उहाँले एउटा असल नृत्य लिएर हाम्रो बिचमा आउँदै हुनुहुन्छ। The Bluetooth device is connected successfully. यो चाहिँ बन्द गर्नु भएको यो विशाल भाइ, यो यसले तिरिमिरी यो मेरो चोखो मनमा ख्रीष्टलाई नै हो राखेको राखेको। मैले ख्रीष्टसँग नयाँ नाता गाँसेको गाँसेको। यो मेरो चोखो मनमा ख्रीष्टलाई नै हो राखेको।
राखेको राखेको मायालाई खुसी छैन मेरो जीवन झन्झन बदलिँदै आयो मायालाई खुसी छैन यो मेरो जीवन झन्झन बदलिँदै आयो यो मेरो जीवन झन्झन बदलिँदै आयो यसको वचन सुन्दा बुझिलायो यसको वचन सुन्दा बुझिलायो छेडिएको हात पसरिएर बोलाउनु लाग्यो छेडिएको हात पसरिएर बोलाउनु लाग्यो मेरो तनमनले अन्तै सेवा गरौँला गरौँला जस्तै दुःखमा आए पनि सहुला सहुला मेरो तनमनले अन्तै सेवा गरौँला गरौँला जस्तै दुःखमा आए पनि सहुला सहुला माया लाएर खुसी छैन यो मेरो जीवन झन्झन बदलिँदै आयो माया लाएर खुसी छैन यो मेरो जीवन झन्झन बदलिँदै आयो यो मेरो जीवन यो मेरो जीवन झन्झन कस्तो लाग्यो त तपाईँलाई डान्स राम्रो लाग्यो दामी रमाइलो लाग्यो फेरि अर्को पनि हेर्ने हो ल हाम्रो बेसमा यो समयमा अर्को नृत्य लिएर आउँदै हुनुहुन्छ हाम्रो आदरणीय अङ्कल बोधराज अङ्कल र हाम्रो दिलमाया आन्टीलाई म स्वागत गर्न चाहन्छु उहाँहरूलाई आउँदै गर्दा तपाईँहरूले ताली बजाएर स्वागत गर्नुहोला हाम्रो प्रभु आउनु भयो मुक्ति दिनलाई हाम्रो प्रभु आउनु भयो मुक्ति दिनलाई मुक्ति पाउन खुसी राखो मुक्ति पाउन खुसी राखो यीशु राजालाई यीशु राजालाई यीशु राजालाई यता चाहिँ लजाउँदैन फुलको जस्तो जीवन हाम्रो अहिले झर्नेछ फुलको जस्तो जीवन हाम्रो अहिले झर्नेछ अटल रहे विश्वास गरौँ अटल रहे विश्वास गरौँ स्वर्ग पाइन्छ हाम्रो अङ्कललाई सुहाउँदो रहेछ यो गीत यहाँ हेर्दा नि सुहाउँदो रहेछ यो गीतमा चाहिँ हाम्रो
धोइदिने यीशु राजा हुन् हाम्रो पापलाई धोइदिने यीशु राजा हुन् कहिले पनि नबिर्स्यौँ है कहिले पनि नबिर्स्यौँ है यीशुको यो गुण यीशुको यो गुण यीशुको यो गुण खोला भाउँदैन है साथी तीर्थ धाइन्छ खोला धाउँदैन है साथी धन्यवाद दिन्छौँ हाम्रो अङ्कल र आन्टीलाई उहाँहरूले एकदमै असल परमेश्वरको महिमा गरेर गइसक्नु भएको छ गीतमा डान्स गरेर अनि हामीले गीतमा सुन्दैछौँ येशूलाई विश्वास गरे के पाइन्छ अरे मुक्ति पाइन्छ मुक्ति पाइन्छ है येशूसँग साइनो गायस चाहिँ हामीले उहाँलाई पाउँदछौँ मुक्ति र उद्धार पाउँदछौँ भनेर हामीलाई गीतले भन्दैछ र त्यसै गरी हामी अर्को पनि नृत्य हेर्नेछौँ यदि तपाईँहरू नृत्य हेर्न एकदमै धेरै उत्साहित हुनुहुन्छ भने ताली बजाएर हाम्रो बहिनी रोजिनालाई स्वागत गरौँ समयमा हामी यस समयबाट डान्स देखाउनेछौँ सबैले अरूले हामीले लाइभ हेरिरहेछौँ तपाईँहरूको क्यारल भन्दै थियो अघि मलाई हलगडातिर सबैले हुन्छ नि त Silvertech ST305. Linean mode. Bluetooth device is ready to pair. The Bluetooth device is connected successfully. डाइरेक्ट त्यो लाइभमा बस्नु डाइरेक्ट भिडियो खुशी
स्वागत गर्नेछौँ तालिया कुर्सिङ विशाल दाइ र भाउजू आउनुभयो फेरि हिजो पनि भन्दै हुनुहुन्थ्यो कुर्सिङ पनि दिल बोली नाच्ने